पत्रकार भोजराज थापाले भारतको अस्पतालबाटै लेखे मनै भावुक हुने स्ट्याटस। उनी लेख्छन्, प्रिय छोरी जस्मिन, म धर्ममा विश्वास गर्ने मान्छे। कुनै न कुनै जन्मको साइनो थियो होला तिमीसँग, र त तिमी जीवन मरणको दोसाधमा हुँदा हाम्रो भेट भयो। हामी देवभूमिमा जन्मिएका छौँ। पाइला पाइलामा भगवानको मन्दिर भेटिन्छ र पुजिन्छ। तर देशमा शासक राक्षस धेरै भए। तिमी जस्तो छोरी बिरामी पर्दा मागेर उपचार गर्नुपर्ने शासकको घरमा भने 3 दिनसम्म जलेर नसकिने पैसा थुपारिन्छ। धन्न नेपालीहरूमा सामाजिक भावना छ र त तिम्रो उपचारका निम्ति सहयोग स्वरूप झन्डै करोडौँ रकम जम्मा भएको छ र अहिले हामी उपचारका लागि भारतमा छौँ। तिमीलाई छिटो निको बनाएर नेपाल फर्काउन सकू। भगवान श्री पशुपतिनाथको कृपा रहिरहोस्। सहयोगी जीवित भगवानहरूमा नमन भन्दै उनले मनै भावुक हुने स्ट्याटस सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्। भनिन्छ नि, कोही नहुनेको दैव भेटिन्छन्। पत्रकार भोजराज थापालाई हृदयदेखि नै नमन छ। बहिनीलाई छिट्टो निको होस्। शीघ्र स्वास्थ्य लाभको कामना छ।